नमस्कार, म आइसकेको छु मेरो च्यानललाई निरन्तरता दिँदै र सबैजनालाई बिन्ती छ जसले भिडियो हेर्दै हुनुहुन्छ उहाँले सब्सक्राइब गरिदिनु होला मेरो पहिलो नमन यहाँहरूमाथि र कहानीलाई निरन्तर रूपमा मैले लिएर आइरहेको छु। यहाँहरू समक्ष कस्तो लाग्दैछ भन्ने प्रतिक्रियाहरू पनि दिनुहोला। आज भने पनि फेरि त्यसैलाई निरन्तर लिएर आएको छु र बाँकी रहेको थियो जब ऊ घर आइपुगे पछाडि के भयो त भन्ने लागिरहेको छ भने अब सुरु हुन्छ ऊ घर आइसके पछाडिको कहानी। जब ऊ घर आइसकेको थियो लगभग फागुन महिना थियो त्यो बेला। घर आएको थियो, घर आइसके पछाडि आफन्तजनहरू सबैजनालाई पैसा राखेर ढोगिसके पछाडि उसको जेबमा जम्मै 1500 पैसा अन्तिममा उब्रेको थिएछ। त्यस पश्चात उसलाई धेरै चिन्ता लागेको थियो। घरबाट बाहिर निस्किँदाखेरि पनि विदेशबाट आएको, अब यति खर्च गर उति खर्च गर सबैजना साथीभाइहरूले आश गर्ने, सबैजनाको आशलाग्दो मान्छे हुने, तर ऊ भित्र त्यो थिएन, खुबी थिएन, उसँग सम्पत्ति भन्ने थिएन। अनि त्यसकारण धेरै चिन्तितमा थियो। अब त्यसको भोलिपल्ट नजिकैको बजार जाने कुरा भयो, जाने योजना गर्यो उसले। र उसले कोसँग जाने भन्दाखेरि त्यही धेरै साथीहरू, आफ्नो लेभलको साथीहरू पनि थिएनन् गाउँमा। अनि कोसँग जाने भन्ने कुरा गर्यो र उसँगै जानको लागि उसको भेनाजुलाई उसले रिक्वेस्ट गर्यो, बजार जाउँ कि थोरै काम छ गएर आउँ भन्ने कुरा गर्यो। र उनीहरू साला भेनाजु बजार गए। बजार गएपछि केही गाउँका मान्छे एक दुईजना भेटे, बोलचाल भयो। त्यसमाथि एकजना गाउँकै मान्छेसँग गफगाफ भयो। अनि गफगाफ भएपछि नजिकैको होटलमा जाउँ एकछिन बसौँ भन्ने कुरा भयो। होटलमा गएर बसे पछाडि उसलाई चिन्ता लागिरहेको थियो। उसलाई खर्च गर्नुदेखि धेरै टेन्सन थिएन, तर पकेटमा पैसा थिएन, लाजामर्दो हुन्छ भनेर साह्रै गाह्रो अवस्थामा थियो। उसलाई धेरै तनाव लागिरहेको थियो। र पनि हुन्छ नि त भनेर गयो उसको भेनाजु ऊ अनि अर्को एकजना मान्छे, तीनजना गए। गइसके पछाडि नजिकैको होटलमा गए। त्यहाँ गइसके पछाडि सबैजना बियर सुकुटीहरू खाँदै थिए र त्यसमध्ये उनीहरूले पनि बियर सुकुटी मगाए। बियर खानु बसेको मात्रै थियो। उसलाई धेरै टेन्सन लागिसकेको थियो। 3टा बियर र 1 प्लेट सुकुटी हुँदाखेरि ठिक्क पैसा सकिराखेको थियो। यति मात्रै भयो भने त ठिकै छ, तिरेर हिँडौँला। अब थप्ने कुरा भयो भने के गर्ने भन्ने कुरा उसको मनमा कौतल त जागिरहेको थियो। उसलाई धेरै तनाव भइरहेको थियो। खाँदै जाँदा गफ गर्दै जाँदाखेरि फेरि थप्ने कुरा भयो। थप्ने कुरा हुने बित्तिकै उसलाई टेन्सन लाग्न थाल्यो, अब के गर्ने त भन्ने कुरा भयो। अनि त्यस पछाडि अर्को बियर थपे तिनैजनाले, अनि फेरि 1 प्लेट सुकुटी। त्यस पश्चात सबै अन्तिममा खाइसकेर 1.5 घन्टाको बसाइ, 1.5-2 घन्टाको बसाइ पश्चात खाइसकेर सोद्धाखेरि बिल उठेछ 3070 कस्तो बिल उठेछ। उसलाई धेरै टेन्सन लाग्यो। अब उसले भन्यो, अब म त त्यत्तिकै डुल्दै आएको थिएँ, यहाँ आउने योजना थिएन, मैले पैसा लिएको छैन। अब चिनेको मान्छेहरूले यसो मिलाइराख्नु, भोलि पर्सितिर आएर म दिन्छु भन्ने कुरा गर्यो। त्यति भनेपछि उसको भेनाजुलाई अनौठो लागेछ या नराम्रो सोच्नुभयो त्यो थाहा भएन। तर उहाँले यति पैसा म दिइहाल्छु नि भनेर दिनुभयो। अनि 1500 उसले दियो, भेनाजुले अरू बाँकी रहेको पैसा दिनुभयो। त्यहाँबाट बचेर आयो। अब उसको गोजीमा सुक्को छैन, घरबाट बाहिर निस्किनलाई कसैले पनि यस्तो कर उस्तो गर मात्रै भन्ने हुन्छ। अब कस्तो अवस्थामा आइपुगिस्, कस्तो समस्या परेर आइपुगिस् भन्ने कोही पनि हुँदैन। सबैजना विदेशबाट आउँदाखेरि कमाएरै आउने हुन्छ। सबैजना विदेशमा पैसा टिप्न गएको जस्तै सम्झिने हुन्छन्। त्यही भएर उसलाई बाहिर निस्किन धेरै गाह्रो भइरहेको थियो। त्यसकारण पनि ऊ धेरै चिन्तामा थियो। र त्यसको केही समय पछाडि एकजना बुवा, आफ्नै बुवा होइन, साखा बुवा हुनुहुन्थ्यो। अनि त्यहाँबाट उहाँको भत्ता आउँथ्यो। त्यो भत्ता आएको समयमा मिलाएर उहाँको भत्ता 8000 आउँथ्यो त्यो बेलामा। अनि 8000 भत्ता आउँथ्यो। त्यस कारणले मलाई केही दिनको लागि मलाई दिनु है भनेर उसले मागेको थियो। नभन्दै भत्ता आइसके पछाडि बुवाले दिनु पनि भयो। र त्यस पश्चात उसले घरमा थोरै खर्चहरू
यसो दुःखले अलिअलि चलाउँदै थियो। अनि उसले पहिला के साथीभाइहरूलाई अलिअलि दिएका पैसाहरू थिए। अनि दुःख सुख चल्दै थियो। केही समय पश्चात उसलाई अब भेट्न भनेर चेलीबेटीहरू दिदीबहिनीहरू आउने कुरा भयो। आउनुभयो। अनि आइसके पछाडि सबैजना दाजु, उसको दाजु दिदीबहिनीहरू सबैजनाको भेट भयो। भेट भइसके पछाडि हलेसी जाने कुरा भयो। हलेसी जाने कुरा भइसके पछाडि एकजना साथीलाई दिएको पैसा थियो। त्यो पैसा पठाइ माग्नलाई उसले धेरै हत्ते गर्यो। अनि नभन्दै उसले पठाइ पनि दियो। अनि त्यहाँबाट ठुलो त्यो जुन साखा बुवाको पैसा उसले लिएको थियो त्यो पैसा पनि दियो र हलेसी जाने कुरा भयो। हलेसी जाँदाखेरि दुईजना दिदीहरू अनि ऊ एकजना र उसको दाजुहरू तीनजना, एकजना दाजु र दुईजना दिदीहरू साथै ऊ चारजनाको यात्रा थियो। चारजनाको यात्रा हलेसी जाने थियो। हलेसी जाने हुँदाखेरि त्यो बेलामा पानी निरन्तर परेको हुनाले पहिलो दिनको यात्रा दिङलाबाट गाडी चढ्ने कुरा थियो। दिङलाबाट गाडी चढिसके पछाडि दिक्तेलसम्म पुग्ने योजना थियो। तर समयवश त्यो दिक्तेल पुग्न सम्भव भएन। भोजपुरमा पुगेर दिक्तेलको गाडी जाँदाखेरि लगभग चखेवा भन्ज्याङ भन्ने ठाउँसम्म मात्रै जाने भयो। किनभने त्यहाँ पुगिसके पछाडि रात पर्ने भयो, उता बास बस्नलाई पनि समय नमिल्ने भयो भन्ने कुरा भएर त्यहाँसम्म मात्रै जाने कुरा भयो। अनि 3 बजे भोजपुर देउरालीबाट टिकट काटेर चखेवा भन्ज्याङसम्म गएर चखेवा भन्ज्याङको बास भयो। चखेवा भन्ज्याङमा बास भइसके पछाडि भोजपुर भोलिपल्ट जानुपर्ने थियो। अनि त्यहाँबाट त्यो रात त्यहाँ बास बसेर दुःख सुख त्यहाँनिर रात कटाएर जाडो समय थियो। वैशाखको समय भएको रहेछ त्यो हलेसी जाँदाखेरि। जाडै थियो त्यो ठाउँमा। अनि बिहानैको समयमा उठेर चखेवाको वरिपरि थोरै अनुभव बटुलेर सबैजना जाने कुरा भयो। गाडी पनि लगभग हिँड्न लागेको थियो। अनि त्यहाँबाट उता चखेवाबाट दिक्तेल जाने गाडीमा यात्रा सुरु भयो र केही दिनदेखि गाडीहरू धेरै रोकिएको, पानी परेर बाटोमा गाडी नचलेको भएको कारणले गर्दाखेरि त्यो दिन धेरै भिड भयो। बाटोमा धेरै मान्छेहरू हिँड्दै गरेको, गाडीमा यति धेरै प्याक भयो कि एकजनाको दुईजनाको सिटमा 4जना 5जना बस्नुपर्ने, उभिँदा पनि ठाउँ नहुने, पछाडिको मान्छे निस्केर उत्रिनु पर्यो भने समथिङ 10-15 मिनट लाग्ने, त्यति धेरै अवस्थामा गाडीहरू जति अगाडि बढ्यो उति प्याक भइरहेको थियो। धेरै गाह्रो थियो। नभने दुःख सुख केही समय पछाडि दिक्तेल आसपास पुग्ने बेला भएको थियो। दिक्तेल पुग्नुभन्दा थोरै अगाडि गाडीमा एकदमै धेरै माथि हुडमा त्यति नै, भित्र त्यति नै होइन, गाडी एकदमै धेरै बिजोग अवस्थामा थियो। त्यही बखतमा गाडी थोरै कैचे परेको रोड रहेछ। त्यो रोडमा गाडी घच्याक्क हुँदाखेरि गाडी सर्लक्कै पल्ट्यो। सायद त्यो दिन समयले धेरै सहयोग गरेको थियो होला। त्यही भएर पनि कसैलाई केही भएन। त्यो दिन सायद राम्रो दिन पनि थियो होला कतिजनाको। त्यो कारणले पनि बचियो होला। उनीहरूको गाडी ढल्किसकेको थियो। गाडी ढल्किसके पछाडि उँधोपट्टि एउटा रुख रहेछ, रुद्राक्षको रुख। रुद्राक्षको रुखमा गाडी ठ्याक्कै अडेस लाग्यो। थोरै ढल्किने बित्तिकै रुख भेट्दो रहेछ। अब सबैले गाडी पल्ट्यो भनेर माथिल्लो साइडको टायरहरू पनि उचालिरहेको थियो। छतबाट कतिजना फलानेर झरे, 2जनालाई थोरै असर परेको थियो खुट्टामा, अरूलाई चाहिँ त्यत्रो असर परेको थिएन। त्यसले गर्दाखेरि सबैलाई सकुशल नै थियो। सबै सही सलामत नै त्यहाँ पुग्न सफल भए र केही अगाडि दिक्तेल बजार थियो र सबैजना डराएको कारणले गर्दाखेरि सबैजना त्यहीँ झर्ने योजना गरेर झरे। अनि त्यहाँबाट झरेर दिक्तेल थोरै हिँड्दै जानु पर्थ्यो। हिँड्दै गएर अनि गाडी हलेसी जाने गाडी सोधेर अब 2-3 घन्टा पछाडि मात्रै गाडी आउँछ भन्ने कुरा भएको कारणले गर्दा काउन्टरमा टिकटको व्यवस्था मिलाएर बजार डुल्ने योजना भयो। बजार डुल्ने, खाजासाजा खाएर फर्के सबैजना। अनि फर्किए पछाडि लगभग गाडी जाने बेला भयो। काठमाडौँ नाइट जाने गाडी रहेछ। हलेसीसम्म गएर त्यहाँबाट उता अर्को गाडीमा जाने योजना भएको कारणले गर्दाखेरि उनीहरू हलेसीसम्म गए। त्यो दिन हलेसीको बास भयो। हलेसीमा बास भइसके पछाडि भोलिपल्ट बिहानै उठेर नुहाइधुवाइ भएर हलेसीको दर्शन भयो सबैजनाले। सबैजना पहिलोचोटि थिएनन् हलेसी जाने। सबैजना धेरैचोटि हलेसी गइसकेको थिए। त्यही मध्ये एकजना साइली दिदी सायद पहिलोचोटि जानुभएको थियो होला। उसको एकजना दिदी चाहिँ
हो कि दुई तिन दोस्रोचोटि कस्तो हो त्यस्तै भएको थियो। सबैजना दर्शन गरे अनि त्यहाँबाट भोलिपल्ट फेरि हलेसी नै बास भयो। अनि भोलिपल्ट हलेसी बास भएन। भोलिपल्ट त्यहाँबाट आइसके पछाडि दिक्तेलसम्मको गाडी आयो। दिक्तेलसम्म गाडी आइसके पछाडि 2 बजेको थियो लगभग दिक्तेलमा। आएर अनि त्यहाँबाट खाजासाजा खाएर फेरि अब आउनुपर्ने थियो। आउँदाखेरि अब गाडी नलाग्ने कुरा भयो। अब गाडी 2-3 दिन बन्द हुने भयो पानी बर्सातको कारणले गर्दाखेरि। त्यतिखेर बाटो कच्ची थियो। अब त्यहाँबाट हिँड्दै झर्नुपर्ने भयो। घर फर्किनुपर्ने भयो। आजको भागमा यति नै। फेरि दिक्तेलबाट घर झर्दा घर फर्किँदाको बिचमा कस्तो यात्रा भयो त। यहाँहरूलाई फेरि अर्को भागमा लिएर आउने नै छु। भाग 18 थियो। भाग 19 मा लिएर म आउने नै छु। तबसम्मको लागि यहाँहरूमा ओझेल पर्न चाहन्छु। हवस् त, धन्यवाद।